सुकुम्बासीमाथिको राजनीति अहिले सुन्दाखेरि अचम्म लाग्छ होला। नेपाल सरकार अहिलेको सत्ताधारीहरूले सुकुम्बासीमाथिको एउटा राजनीतिक चलखेल गरिरहेछन्। हिजो जसरी एमाले गरिबमाथि जे राजनीति गरेको थियो हैन, कस्तो हो भन्दाखेरि सुकुम्बासीहरूको घर ड्याङ भत्काइयो व्यवस्थापन बिना। सुरुमा उसलाई के भन्छ व्यवस्थापन नगरिकन उसलाई सुकुम्बासीहरूको बस्ती उडाइयो होइन। अहिले त्यही सुकुम्बासीहरूलाई व्यवस्थापनको नाममा मासिक 15,000 दिने भनेको छ। यो मासिक 15,000 दिने भनेको कस्तोलाई चाहिँ दिने हो त होइन। त्यो घर भत्काइएको जुन व्यक्तिहरूको छ तिनीहरूलाई लाल पूर्जा दिने भनेको छ। अब त्यो तिनीहरूलाई लाल पूर्जा र महिनाको 15,000ले तिनीहरूको बसिरहेको घर बन्छ त। कसैको 1 तले होला, कसैको 2 तले होला, कसैको अति महत्त्वपूर्ण वस्तुहरू होला होइन। ती वस्तुहरू के नेपाल सरकारले दिन्छ? नेपाल सरकारको कुरा गर्दिनँ। नेपाल सरकारले महिनाको 15,000 दिने ठाउँमा उनीहरूलाई त्यही ठाउँमा सुरक्षित गरेर त्यो जहाँ चाहिँ सुकुम्बासीहरू बस्ती थिए खोला नालाले भेट्थे त्यहाँनिर चाहिँ तटबन्धन गरिदिएको थियो भने त्यो महिनाको 15,000 पनि दिइराख्नु पर्दैन थियो क्या। तिनीहरूलाई धनी पूर्जा, आखिरीमा धनी पूर्जा लाल पूर्जा त दिइराखेको थियो पहिले पनि होइन। अहिले सुकुम्बासीको नाममा राजनीति गर्ने एउटा नयाँ मियो बनाएको छ यो राष्ट्रपाले। त्यो राष्ट्रपाले अहिले त्यो 15,000 को दिनुको साटो चाहिँ त्यो तटबन्धन लगाएको थियो भने त्यहाँनिर के हुन्थ्यो होला बागमतीको वरिपरि होइन। र त्यहाँको सुकुम्बासीहरूलाई हरेक कुरामा छुट दिएको थियो भने के हुन्थ्यो होला। अहिले त्यो महिनाको 15,000 पनि त हाम्रै पैसा त हो नि होइन, हाम्रै करबाट त हो नि। भोलि पर्सि तिमीहरूलाई चुनावको बेला भन्छौ होला होइन, भन्नुको लागि होला एउटा नारा क्या, सुकुम्बासीहरूलाई पैसा कसले दियो हामीले। हिजो एमाले भने जस्तै क्या हामीले के अरे वृद्ध भत्ता दिउँ भने जस्तै अहिले सुकुम्बासीको भत्ता दिउँ भनेर चाहिँ एउटा राजनीतिक नारा बनाउनुको लागि होला क्या। तिमीहरू त्यही हो नि तिमीहरूको। नभए राज्य कोषबाट चाहिँ त्यो 15,000 दिइराख्नु आवश्यक थिएन क्या। तिनीहरूको घर चाहिँ जस्तो थियो त्यस्तै छोडिदिएको चाहिँ भइहाल्थ्यो नि। र त्यो एउटा घर बनाउनलाई कति वर्ष लाग्छ थाहा छ? एउटा घर सुकुम्बासीको मात्र नभएर हुकुम्बासीको पनि त घर बनाउनु वर्षौँ लाग्छ नि त। एउटा पिँढी खतम हुन्छ। एउटा मान्छेले यो 1 तले घर बनाउनलाई 50 वर्षको उमेरसम्ममा पनि 1 तले घर बनाउन सक्दैन। तर यो सरकारले भइरहेको सुकुम्बासीहरूको घर भत्काएर अहिले महिनाको 15,000 दिन्छु भन्दा हुन्छ? यो कहाँसम्मको राजनीति हो? तिमीहरूको यो राजनीति हो। यो राजनीति चाहिँ चिरफार नगरी हुँदैन, बुझिस्? हिजो एमालेलाई भन्ने र अहिले राष्ट्रपाललाई भन्ने दिन आउँदैछ।